जस्तै सत्तामा नपुगुन्जेल चाहिँ जनतालाई राम्रो राम्रो कुरा सुनाउने। जब त्यो कुर्सीमा पुग्छ, हिजो रवि लामिछानेज्यूले नि म के अरे पत्रकार हुँदाखेरि प्रश्न सोध्नु हुन्थ्यो नि त, गृहमन्त्री दुईचोटि हुनुभयो, किन सक्नु भर्न त त्यो ठाउँमा गएर त्यति काम गर्न। रवि लामिछानेको कुरा हो, उहाँ त्यो पछिल्लोचोटि गृहमन्त्री हुँदै गर्दाखेरि भुटानी शरणार्थी प्रकरणमा कारबाही प्रक्रिया अगाडि बढाएपछि उसको सरकार होइन समाउनु, त्यो त थाहा छ, त्यो ढल्का ढला भन्ने जस्तो सक्नु। मलाई त्यसपछि जेल हालेको नि थाहा छ। उहाँले बेचनझाप पक्राउ गरेर भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूलाई कारबाही प्रक्रिया अगाडि बढाउने भनेपछि उहाँलाई निकालेर उहाँलाई सरकार ढालेर उहाँलाई जेल हालेको, मुद्दा लगाएर जेल हालेको, त्यसपछि राजनीतिक प्रतिशोध भयो भनेको आम जनताले भनेको त्यसपछि भएको नि त। उहाँले त भर्सारी त्यो भुटानी शरणार्थी प्रकरणमा नेपाली जनतालाई बेच्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर सुरु गरेका थिए। अनि त्यतिखेर चाहिँ त्यो सरकार ढालिदिएर एकैचोटि एमाले र कङ्ग्रेस फटाफट मिलेर रातारात मिलेर सरकार बनाएर उसलाई चाहिँ जेल हालेको भन्ने त थाहा छ नि यहाँलाई, होइन? त्यो पनि थाहा छ। यहाँले जे मुद्दा बोक्नुभएको आज सुशासनको मुद्दा, भ्रष्टाचारलाई कारबाही गर्नुपर्ने मुद्दा होइन, जस्तो पार्टीगत भित्र हुनु पर्यो, पार्टीगत भित्र नि टीका लाउने एउटा प्रचलन छ नि त, होइन? कोही हो के कोही के हो भन्ने छैन नि त, आफ्नै नातावाद कृपावाद त हेरे नि त। यही कुराको लागि लड्न त हो नि। यहाँले अस्ति रूपन्देहीमा उपनिर्वाचन हुँदै थियो, अनि राष्ट्रिय स्वतन्त्र पार्टीसँग कतिलाई चाहिँ के लाग्थ्यो, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पहिलादेखि योगदान दिइराखेकाहरूलाई टिकट दिनुपर्छ भन्थे। तर हामीले के भनेका छौँ भने सबैभन्दा ठुलो भ्रष्टाचार त्यहीँबाट सुरु हुन्छ, टिकट बाँड्ने प्रक्रियाबाट सुरु हुन्छ। त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट पाउने भनेको चाहिँ नेताको नजिक भएको कारणले, पार्टीमा लामो राजनीतिक योगदान दिएका कारणले भन्दा पनि उसको क्षमताको आधारले तिमीले टिकट पाउनुपर्छ र अनि उसको क्षेत्रमा त्यहीँका जनताले चिन्न पाउनुपर्छ भनेर जुन हामीले बनाइदियौँ नि। तर त्यहाँ चाहिँ हाम्रो पार्टीसँग लामो समयदेखि जोडिएका मान्छेले भन्दा पनि त्यहाँको उपयुक्त पात्रले टिकट पाउने काम भयो भने चाहिँ यो जुन नातावाद कृपावाद नजिकमा हुनेहरू चाहिँ निराकरण गर्न सकिन्छ। अनि टिकटबाटै सुरु हुने भ्रष्टाचारलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ भनेर सुरु गरेको। यहाँलाई थाहा छ कि छैन? थाहा छ त्यो कुरा? थाहा छ मलाई, म हेरिरहेको हुन्छु सबै कुराहरू। हामीले प्रयास गरेको चाहिँ भ्रष्टाचारलाई न्यूनीकरण गर्नको लागि के गर्न सकिन्छ, सिस्टमबाट के गर्न सकिन्छ, व्यवहारबाट कसरी गर्न सकिन्छ। होइन, यस्तो यहाँ जति ठुल्ठुला कुरा गरे पनि, आचरणको कुरा गरे पनि, जस्तै दुनियाँ बदल्न त सुरुवात आफूबाट गर्नुपर्छ नि। तपाईँले चुरोट खानु हुँदैन भनेर तपाईँको के अरे बच्चालाई सिकाउँदाखेरि आफै खाइरहेको हुन्छ। त्यो तपाईँले विचार आफूमा व्यवहारमा आचरणमा लागु नहुने शिक्षा अरूलाई सिकाउनु पर्दैन क्या। त्यो चाहिँ त्यही हो क्या। जति पनि यहाँ नेपालीहरू छन् नि, आदर्शको कुरा त धेरै धेरै ठुल्ठुला कुरा गर्छन्, उसँग त्यो लागु छ कि छैन भन्ने कुरा त आफूसँग छातीमा हात राखेर हेर्नु नि। अरूलाई एउटा उम्रा थर्नुहुँदाखेरि आफूपट्टि त अरू फर्किन्छ होला नि त। त्यो पनि आफूले नि विश्लेषण गर्नुपर्छ। हरेक मान्छेको दुईटा हुन्छ क्या के कुरा, माथिबाट हेऱ्यो भने एउटा राम्रो देख्छ, तलबाट हेऱ्यो भने त नराम्रो पाटो देख्छ नि त। त्यो राम्रो र नराम्रो छुट्याउने त विवेकमा मानिसमा छ नि त।